Hello guys. आज चाहिँ हामी है खासमा भ्यालेन्टाइन्स डे हो तर हामी चाहिँ एकजना मान्छे माउमा हेर्नु गएको हामीको चाहिँ बोयफ्रेन्ड छैन नि त अनि केटी भएर जाँदैछौँ गएको छ हामीलाई भर्खर हामी सरलाई भेटेर आएको हाम्रो रत्नजरलाई अनि अरू चाहिँ बोयफ्रेन्ड र गर्लफ्रेन्ड भेटेर जान्छ हामी चाहिँ सरलाई भेटेर आएको अब हामी चाहिँ खाजा खानामा पर जाँदैछौँ दिदीहरूसँग गाह्रो छ त्यस्तै हो अब हामी जाँदैछौँ होइन भन्नु गएपछि आज धेरै कपल्सहरू देख्यौँ बाटोभरि बुकिस देख्यौँ तर के गर्नु मान्छे पनि थिएन किन्ने पैसा पनि थिएन दिन पनि कसलाई दिनु हामी त होइन हामी त किनिनौँ चाहनु भने हामी आफै पनि बनाउन सक्छौँ हाम्रो दिने कोही छैन क्या त्यही भएर हामीले बनाइनौँ अब किनिनौँ पनि बनिनौँ पनि किन खर्च गर्नु त्यही त खाने हो नि ल हो यो चाहिँ हाम्रो धनकुटाको टुरी खेल रहेको छ सबै तर फुच्ची भाइ बहिनीहरू मात्र रहेछ उयो कहाँको स्कुलको हो कहाँको स्कुलको केटाकेटीहरू छ क्या म यो ग्राउन्डमा क्या बेलुका कन्सर्ट हुँदा मात्र छिरेको छु तिमीहरूको आइज है अब चाहिँ जोन साम्लिङको हुनु नि है स्वप्नसम्म आउनु नि स्वप्नसम्म सम्झिने त्यो चाहिँ धनकुटाको यो होटलको नाम के पो केटी मुर्चुङ्गा त्यो चाहिँ धनकुटाको सबैभन्दा ठुलो होटल हो भित्रको ठाउँहरू हो यसलाई पनि ओरेन्ज सिटी नै भनिन्छ है के भनिँदैन तल्लो कोप्चे हो तल्लो कोप्चे भनिन्छ यहाँ पनि अलिअलि ओरेन्ज घरहरू छ तर माथिल्लो कोप्चेमा चाहिँ धेरै छ है माथिल्लो कोप्चेमा जस्तो धेरै चाहिँ छैन मजाले भ्लग बनाउँछु मात्रै क्या तर हाल्न चाहिँ कहिले हाल्दिनँ हाल्छु भन्छु कि तर एउटा सब्सक्राइब त्यसलाई लगाएको छुइनँ नि पक्न अब हिजो त हाल्छु भन्दै थिएँ त्यत्तिकै यहाँ चाहिँ हाम्रो दुईजना दिदी हिँड्दै हुनुहुन्छ कस्तो भिडियोमा चाहिँ तपाईँ भन्नु आएको रे क्या दिदीहरू छन् यो चाहिँ धार्मिक स्थल हो श्री लक्ष्मीनारायण मन्दिर हाम्रो दुईजना दिदी चाहिँ हटाउनु भएको छ यहाँ पछाडि आउँनुहुन्छ यहाँ चाहिँ हामी भिडियो बनाउँदै हिँड्दैछौँ हेलो हामी चाहिँ यहाँ दिदीहरूलाई भेटेको छौँ भ्लग बनाउँदै आउँदैछौँ क्या कहाँ पुगेर आउनुभएको हामीले चाहिँ यहाँ अहिले भर्खर दिदीहरूलाई भेट्यौँ फेरि अर्को दिदीहरूलाई तर हामीलाई चाहिँ अप्ठ्यारो लाग्यो अनि हामी चाहिँ आएको किनभने उनीहरू केही कुरा हुँदैछ नि त गन्तव्य हाम्रो डेस्टिनेसनमा आइसक्यौँ कर्नर जोन यहाँ चाहिँ हामी मिठो खाना खानको लागि आएको खाजा बट कस्तो पनि थाहा छैन यहाँ चाहिँ कति राम्रो कुद्दो रहेछ ओ माई गॉड एकछिनमा भन्छु कर्नर जोन हामी चाहिँ आइसकेको छौँ कर्नर जोन यहाँ चाहिँ पहिलाभन्दा धेरै चेन्ज हुँदै रहेछ